गाईले स्वागत, विनम्रसँग स्वागत, विनम्र। मुखमा खाएको पनि टाँसिरहेको होला। अहिले नुहाउँदिनँ, 1-2 महिना भयो नुहाएको, जिउ पुऱ्याइदियो। ओ आऊ हौ, खै नखन्ने, खन्ने कि के गर्ने? हाँ काकी, के गर्नुपर्ने? अनि युरिया हालेर के गर्नु? अनि कसले खान्छ? के लाटा जस्तो कुरा गरेको? अनि साइला पनि आउँदैछ त। युरिया मात्र हालेर के गर्नु नि? पुर्नु परेन? ए ल ल ल ठिकै हो। जे अनि कताले बोकेको भएर चाहिन्छ कि भनेर। ताजा ताजा हरियो गाजा खानुपर्छ आज भन्दै हामी टक्क अब हाम्रो अर्डर दिएका छन्। गाइस मेरो ब्लग यस्तै छ। कबाडी मान्छे पनि कबाडी, काम छैन। अलमोस्ट हामी चाहिँ ओह्रालो गरेछ। यहाँ चिन्डिएको रहेछ यो बारी गाइस। यहाँ नु भित्ताभरि चिन्डिएको छ। अनि म लागे जाँटो। के भन्दो रहेछ? ओ यहाँ के हो यो? सुटिनीको मेलो, हाँसी दिने बेलो भन्दै ओह्रालो लाडो जाँदैछु। ल गाइस, अनि म त्यही यो बारीमा चाहिँ मलमा त टकटक गाडेर मललाई पुर्दै जानु भनेर भोटमा आजको हालखबर ठिकै छ कि किनकि भन्ने पानी पर्ने स्यामगाउन छ कि छैन जान्दिनँ। तर माया खाँदिनँ कथा केले टोको हरियो वन। मकै गोली घाम लाग्यो थियो। काम गर्ने भएन छ। गर्मी इन्टरनेट तान्नुमा ए तान्नु न छिटो। ए ल छोड्नु त्यत्रो 5 गरे यत्रो 99 को त 5 MB मा पो चल्छ त। के को खेताला?